हेलो गाइज, वेलकम टु माई ब्लग्स। अब हामी परासीदेखि पाल्पा रानी महल यसो क्याम्पिङ गर्न निस्किएको छ। म, मेरो भाइ अमित दाई र पाण्ड्या। अब बाटोको सफर यस्तै हो, रमाइलो गर्दै। गाइज भैरव पुग्ने लाग्यो। भैरव पुग्नुभन्दा अगाडि नै जाम गाइज, सब गाडीहरू घुमिरहेछ। के छ गाइज, बुटवलको बाटो, बुटवल भैरव हाइवे पुग्यो। हामी बुटवलको चौरा पुग्न लाग्यो। अब यहाँदेखि पाल्पा रानी महल हाम्रो 1 देखि 1.5 घन्टा लाग्छ होला। पुगेर हामी बाटोको नजारा देखाउँदै गइरहेको छौँ। बुटवल पुग्यो हामी। अब यहाँदेखि हामी पहाड अगाडि, यति अगाडिदेखि पहाड चढ्ने काम स्टार्ट। यो बुटवल हाम्रो यहाँदेखि पहाड देखिरहेछ, हेर्नुहोस् गाइज। अमित दाई केही भन्नु छ? अमित दाई बुटवलको बारेमा केही भन्नु छ? दामी छ। हाम्रो नेपालको पहाड स्टार्ट बुटवलदेखि। भान्डालाई के भन्छन्? भान्डा के भन्छन् यो बाटोलाई? भन्दैन। सिद्ध बाबा जाने बाटो नै। म किन तोतलाइरहेको छु भान्डा? ल भान्डा गाना कम गरिदिउँ है, कपिराइट आउँछ है भान्डा। भान्डा बाटो यस्तै हो भान्डा। आई लभ यु। हाम्रो टनल, यो हाम्रो सिद्ध बाबा मन्दिर, एकदम धार्मिक ठाउँ। त्यसैको अगाडि टनल, पुरै पाहाडै पहाड। बाटो डेन्जरस छ, सबैले दर्शन गरौँ। यो बाटो खुल्नेवाला छ दाइ। यो टनल कहाँ निस्किन्छ? त्यही अगाडि, बुझ्नु भएन? त्यही अगाडि क्या। कहाँ पुग्यौँ हामी? हामी अब पाल्पा पुग्नै लाग्छौँ। बाटो कस्तो डेन्जर छ नि भन्दा। बाटो त एकदम मिठो तरिकाको डेन्जर छ नि त फेरि, हो कि अमित दाइ? अब हामी केही छिनमा पाल्पाको मेन सिटीमा छिर्नेवाला छौँ। यो चाहिँ भर्तुबाङ। त्यस्तो नभन्नु न त यार, के र बोले हजुर? जेठो भएर यही सब बोल्ने हो त यार। ल भन्नु त, के भन्नु भयो? बुर्तिबाङ। ल ये प्यार है रहता कहाँ, कोई हमसे कहे उससे जाके पूछ ले। हामी अब पाल्पादेखि चाहिँ रानी महलतिर लाग्न लागेको हो। लास्टै अमित दाइ चाहिँ हामी पुग्यौँ धोबीधारा। अरू अमित दाइ अब पुग्छौँ रानी महल एकछिनमा। अनि अरू चाहिँ हाम्रो गन्तव्य के हो दाइ? रानी महल। रानी महल हो। अनि हाम्रो मासु कहाँ छ दाइ? मासु त्यहाँ फ्रिजमा। फ्रिजमा? हाम्रो मिनी फ्रिजमा। मिनी फ्रिजमा। यसको चढेको भने भाइ मुतास लाग्यो यार।
फाइनली गाइज हामी रानी महल पुग्यो गाडी पार्क गर्यो होटल लिग्यो हल्न लाग्छ अब बार्बिक्यू गर्ने हो ल गाइज हामी बार्बिक्यू गर्दै रानी महलको अगाडि बसिरह यो म र अमित दाई बान्ड्या ल गाइज